नमस्कार, म ध्यान शिक्षक सुदर्शन भट्ट, मेडिटेसन मास्टर। मैले योग निद्रा ध्यान कक्षा सञ्चालन गरिरहेको छु। त्यसमा ध्यान परियोजना रहेको छ। आदरणीय मातापिता, दाजुभाइ दिदीबहिनीहरू, मैले ध्यान के हो, ध्यान कसरी गर्ने, यो विषयमा धेरैचोटि बोलेको छु। हिन्दू धर्मको सर्वोत्तम देवता श्री ब्रह्मा, श्री विष्णु र श्री महेश्वरले पनि ध्यान गर्नुहुन्थ्यो। भगवान रामले, भगवान कृष्णले, 88,000 ऋषि महर्षिले, जति पनि हिन्दू धर्मको महापुरुषको आज पूजा हुन्छ, जतिको पनि आज आरती हुन्छ, जतिको पनि आज कथा गाइन्छ, ती सबै ध्यान गर्नाले नै उनीहरूको पूजा भइरहेको छ, गाथा भइरहेको छ। त्यसैगरी एउटा यस्तो ध्यान, एउटा यस्तो संगीतको विषयमा आज म कुरा गर्न गइरहेको छु। संगीत र ध्यानको के सम्बन्ध छ भन्ठान्नु होला हजुरहरूले। एउटा यस्तो संगीत नसुन्ने विश्वमा कोही पनि छैन। एउटा यस्तो संगीत, एउटा गीत, हामी गीत सुन्छौं, अरबीले अरबीको सुन्छन्, हिन्दीले हिन्दी सङ्ग सुन्छन्, हरेक देशको अंग्रेजले अंग्रेज सङ्ग सुन्छन्। तर संगीत हामी किन सुनिरहेको छ हाम्रो इन्द्रियले? हामीलाई यो कुरा संगीत कहाँबाट आयो, म यो विषयमा आज हजुरहरूलाई बात गर्दैछु। हाम्रो धर्मशास्त्रले, हाम्रो वेदले, हाम्रो उपनिषदले त संगीतलाई के भन्छ? सज्जनबिन्द, एउटा यस्तो संगीत छ, त्यो तपाईँ हामी भित्र र बाहिर छ। त्यसलाई वेदले नाद ब्रह्म भन्छ, शब्द ब्रह्म भन्छ, अविनाशी ब्रह्म भन्छ। म ध्यान गर्छु, त्यो ओरिजिनल, कहिल्यै नाश नहुने, कहिल्यै पतन नहुने, कहिल्यै नष्ट नहुने, कहिल्यै जन्म नहुने त्यो म्युजिक म हरेक दिन सुन्छु, हरेक दिन, एभ्री डे। तर तपाईहरू सुन्नुहुन्न, किनकि तपाईहरू ध्यान गर्नु, न सन्यासीले सुन्छ, न पुजारीले सुन्छ त्यो ध्यान, न वेद पढेकोले सुन्छ, न व्यापारीले सुन्छ, न प्रोफेसरले, न डाक्टरले, न इन्जिनियरले, न वैज्ञानिकले। सज्जनबिन्द, त्यो एउटा ध्यान, त्यो एउटा म्युजिक सुन्ने एउटा टेक्निक छ, त्यो एउटा फर्मुला छ। त्यसलाई भगवान श्रीकृष्णले गीतामा अविनाशी योग भनेको छ, ब्रह्म विद्या भनेर उपनिषदमा भनेको छ। त्यो एउटा टेक्निक, त्यो एउटा फर्मुला म तपाईहरूलाई प्रदान गर्छु, जसले गर्दा तपाईहरू त्यो अविनाशी म्युजिक सुन्न सक्नुहुन्छ। अविनाशी संगीत कहिल्यै पनि नाश हुँदैन। त्यही म्युजिक त हाम्रा ब्रह्मा, विष्णु, महेश्वरले ध्यान गरेर सुन्नुहुन्थ्यो। त्यही 88,000 ऋषिमुनिले त ध्यान गरेर त्यो म्युजिक सुन्नुहुन्थ्यो र शक्ति आउँथ्यो, अनि यो जन्म मृत्युबाट सदा सदा पार लाग्छ। न त तपाईहरू जन्मिने मर्ने, जन्मिने रासायनिक प्रक्रिया भयो, त्यो सूक्ष्म वस्तु, एटम भन्दा पनि सूक्ष्म एउटा म्युजिक, त्यो एटम भन्दा पनि सूक्ष्म एउटा प्रकाश, तपाईले त्यो दिव्य संगीत सुन्नु भएन भने तपाईँ यो भवसागरबाट, यो जन्म मृत्युको खाडलबाट कहिले पार लाग्नुहुन्न। तपाईहरू जन्मिरहने नै हो, मरिरहने नै हो। म यसबाट पार लाग्नेको स्थितिमा आएँ, किनकि मैले हरेक दिन वो म्युजिक सुनिरहेको छु। तपाईहरू मन्दिरमा जानुहुन्छ, बत्ती बाल्नुहुन्छ, हामी श्राद्ध गर्छौं, बत्ती बाल्छौं, पूजा गर्छौं, दीप प्रज्वलन गर्नुहुन्छ हजुरहरू। म एउटा कहिल्यै पनि ननिम्ने प्रकाश मेरो हृदयमा बाल्छु, र यो बाहिर छ, अजन्मा अविनाशी एउटा प्रकाश छ। त्यसलाई वेदले परम प्रकाश भन्छ। भागवतको सुरुमा एउटा दिव्य प्रकाश भन्छ। त्यो प्रकाशलाई म हरेक दिन देख्दछु, एनी टाइम देख्दछु, किनकि मेरो दिव्य दृष्टि खुलेको छ। मेरो सद्गुरुले दिव्य दृष्टि खोल्ने विधि मलाई दिनुभयो। ब्रह्म विद्या मलाई मेरो गुरुले दिनुभयो। ब्रह्म विद्या, आत्मज्ञान दिनुभयो, जसको त्यो आत्मज्ञान भनेको परमात्मा, साक्षात्कार परमात्मा दर्शन गर्ने विधि दिनुभयो, त्यो टेक्निक दिनुभयो, त्यो फर्मुला दिनुभयो। त्यो टेक्निकलाई मैले 1 वर्ष 2 वर्ष गरेर मैले यसरी साधना गरेँ। जो निराकार परम प्रकाश छ, हो एनी टाइम
मैले देख्दछु। जब यो दुईटा आँखा बन्द गर्छु, तेस्रो आँखाले त्यो परम प्रकाशलाई एनी टाइम अनुभव गर्दछु। सज्जनबिन, त्यो अविनाशी प्रकाशलाई, जसको नाश छैन, जसले यो समस्त ब्रह्माण्डलाई चलाइरहेको छ, त्यो प्रकाशलाई हजुरले पनि अनुभूति गर्न सक्नुहुन्छ। त्यो प्रकाशलाई प्रत्यक्ष जसरी युट्युबमा मोबाइल हेर्नुहुन्छ, मोबाइलमा युट्युब हेर्नुहुन्छ, फिल्म हलमा गएर फिल्म हेर्नुहुन्छ, उसै गरी तपाईले त्यो परमात्माको दर्शन गर्न सक्नुहुन्छ। त्यो प्रकाशको जसरी हेडफोन कानमा लगाएर तपाईले म्युजिक सुन्न सक्नुहुन्छ, म एउटा यस्तो ध्यान गर्ने विधि दिनुहुन्छ, त्यो अजन्मा अविनाशी अमर म्युजिक तपाईँ भित्र सुन्न सक्नुहुन्छ। त्यो सुन्ने बित्तिकै तपाईको राइट ब्रेन एक्टिभ हुन्छ। राइट ब्रेन एक्टिभ भएपछि तपाईको हरेक डिसिजन राइट हुन्छ। त्यसपछि तपाईँ असफलता भन्ने पनि हुँदैन। सज्जनबिन, त्यो एउटा परम आनन्द, त्यो म्युजिक सुनेपछि, त्यो परम म्युजिकलाई सुनेपछि आनन्दै आनन्द, आनन्दै आनन्द, शान्ति नै शान्ति। हृदय नाच्छ, खेल्छ, फुर्किन्छ, घरि नाच्छ, घरि शिवजी जसरी नाच्छ। उसको विनाशै हुँदैन, चाहे शत्रु लागोस्, चाहे जोसुकै लागोस्। क्षणिक दुख सुख आउँछ, यो होइन दुखै आउँदैन, यो नै। यो दुख सुख भन्दा परको चिज, पाप पुण्य भन्दा परको चिज, जन्म मृत्यु भन्दा परको चिज, इन्द्रिय भन्दा पर, 5 कर्मेन्द्रिय, 5 ज्ञानेन्द्रिय, मन बुद्धि भन्दा पनि परको एउटा म्युजिक छ। हामीले बाहिर सुनेको गीत, नेपाली गीत, हिन्दी गीत, अंग्रेजी गीत, त्यो हाम्रो इन्द्रियले सुनेको सज्जनबिन। त्यो पराभौतिक होइन, यो यताकै हो। तपाईहरुले हेडफोन लगाएर मोबाइलमा सुनिरहेको यो भौतिक गीत, मैले जो सुन्छु ध्यान गरेर दिनमा 1 घण्टा 2 घण्टा, मैले दिनमा 2 घण्टा अथवा 1 घण्टा सुनेको म्युजिक, त्यो अजन्मा अविनाशी अमर, त्यही म्युजिक को व्याख्या वेदमा, उपनिषदमा, गीतामा, भागवतमा हरेक जग्गा गरेको छ। र मेरो मिशन भनेको, चाहे त्यो सन्यासी होस्, चाहे त्यो पण्डित होस्, चाहे त्यो धर्मगुरु होस्, चाहे डाक्टर होस्, इन्जिनियर होस्, टिचर होस्, विद्यार्थी होस्, किसान होस्, नेपाली होस्, विदेशी होस्, हरेक देशमा हरेक नागरिकलाई, हरेक व्यक्तिलाई ओ म्युजिक सुनाउनु छ। त्यो नै मेरो लक्ष्य हो। र मैले साधारणतः मैले आफ्नो जीवनयापन र देश विस्तार गरेर साधारण फी लिन्छु। किनकि अहिले धर्ममा पैसाको विकृति छ। अनलिमिटेड, सुरुमा फ्री अफ कस्ट भन्छ, पछि अनलिमिटेड भन्छ। जति दिए पनि पुग्दैन, घर जग्गै बेचेर लगेर दिए पनि उनीहरू सन्तुष्टि हुँदैन। त्यसकारण मैले लाइफ टाइम शुल्क नेपाली 4000 लाइफ टाइम फी त्यो दिइरहेपछि म दोबारा पैसा मागिरहन्छु। किनकि लाइफ टाइम भरि म हो अविनाशी प्रकाशको दर्शन गर्ने विधि पनि सिकाइदिन्छु, अविनाशी म्युजिक सुन्ने विधि पनि सिकाइदिन्छु, र क्लास लिइरहन्छु जुममा फिजिकल भेटेर। यो होइन कि खाली पैसाले त्यो होइन। परमात्माको मात्र कुरा हुन्छ, एक टाइम पर फिक्स कुरा सकियो। यसरी म एउटा यो महाअभियानमा छु र हजुरहरूको यो परमात्माको त परम कृपा छ। मलाई त यो आकाशै बाणी भइसकेको छ, यो आकाश स्वयंले बाणी गरिसकेको छ। म त निर्भय छु, म त सफलै हुन्छु। तर क्षणिक दुःख केही बेर आउनेछ। 5-6 महिना मलाई केही दुःख पनि मैले सामना गर्न पर्नेछ। जब 1000-2000 जनाले जुन दिन ईश्वरको दर्शन गर्छन्, त्यो दिन मैले संसार जित्छु। त्यो दिन म संसारमा प्रचार गर्न हिँड्न सक्छु। मैले 1000 जनालाई मात्र ईश्वरको अनुभूति गराउन गाह्रो हो। सज्जनबिन, यति भन्दै मेरो विचारहरू यहीँ राख्छु। हरि ओम तत्सत।